हेलो वेलकम छ हजुरहरूलाई मेरो दया केप्चा किमको ब्लगमा हजुर सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। आज पनि मैले धेरै पछि भिडियो बनाउँदैछु हेर्न सक्नुहुनेछ। आज चाहिँ म घुम्नु जाँदैछु साथीहरूसँग घुम्नु जान्छु भनेर हिँडेको छु। आज काममा छुट्टी लिएर धेरै भयो छुट्टी नलिएको पनि अनि त्यही भएर आज काठमाडौँ आएर कतै घुम्नु गएको छैन भनेर आज हामी जाँदैछौँ स्वयम्भू हेर्दै गर्नु खोला। पर साथीहरू पर बसिरहेको छ साथीको रुम पुगेर त्यहाँबाट चाहिँ हेर्दै गर्नु होला गाडीमा एक्लै छु आज म चाहिँ एक्लै बसिरहेको छु। म चाहिँ यहाँ कोटेश्वरमा झरेर बसिरहेको छु होइन। साथीहरू चाहिँ आएकै छैन। अघि 8 घन्टा लाग्ने बाटोमा 1 घन्टा लागेर आएँ। म जाम थियो कति धेरै रहेछ। फाइनली हामी चाहिँ यहाँ आइसक्यौँ। हेर्न सक्नुहुनेछ गाडीमा बल्ल बल्ल आइपुगेछ। तर कस्तो सुनसान है हेर्न सक्नुहुनेछ। म 2 वर्षपछि आउँदैछु। अब मोबाइलको कभर हामीले मेरो मोबाइलमा कभर लाउनु पर्छ क्या हेर्न सक्नुहुनेछ। यस्तो छ हेर्न सक्नुहुने हामी यहाँ माथि आइसकेछौँ। यहाँ आज ढिलो गर्ने मान्छेहरू चाहिँ यता है जाँदैछौँ हामी। आइफोन होइन मेरो मोबाइलको बेइज्जत गर्छ। घुम्नु आउने मान्छेहरूलाई हेर्नु होला है। यो दिदीले मेरो सब्सक्राइब गर्दैन भने सब्सक्राइब गरिदिनु। हेर्न सक्नुहुनेछ हामी जाँदैछौँ। हेर्न सक्नुहुन्छ भनेको थिएँ तर कस्तो कालो आउँदै हिँड्दैछौँ हामी। यो कालो जाँदैछौँ हामी। हुन्छ यहाँ जाने अलिन खाएर जाने हो। हेर्न सक्नुहुन्छ हाम्रो चटपटी आइपुग्नु भएन चटपटी खाने भन्दैछ। तर गाईघाटमा हुँदा दिनदिनै चटपटी खान्थेँ। यहाँ आएर हामी चाहिँ यहाँ माथि आइसक्यौँ। हेर्न सक्नुहुनेछ यस्तो छ कस्तो कति मजाले खाएको भाइ। हेर्न सक्नुहुनेछ कति मजाले मायाले दिदीहरू यता हुनुहुन्छ। ए यहाँ त्यो अडाउने होइन सिक्का अडाउने त्यहाँबाट हेर्न सक्नुहुनेछ। हामी चाहिँ यस्तै छ हेरिँदा खासै रमाइलो चाहिँ लागेन मलाई र पनि तर नि मङ्कीहरू कति राम्रो छ। को यात्रा घुमाइ कस्तो हुँदैछ तपाईँको भन्नु होला। हाम्रो त यस्तो रमाइलो भइरहेको छ। तपाईँको कस्तो हुँदैछ दिदी? एकदम रमाइलो बाबा। हेर्न सक्नुहुने हामी अझै माथि गएर हेर्दै जानुहुन्छ। हामी जाँदैछौँ माथि। माथिको ठुलो मन्दिर देखाउँछु म हेर्न चाहन्छु। धेरै मान्छेहरू आउँदै जाँदै जान्छ। हेलो हेर्न सक्नुहुनेछ यस्तो हरियाली। फाइनली हामी यहाँ आइसक्यौँ। अब तपाईँहरूलाई म यहाँको मन्दिर देखाउँछु हेर्दै जानु गर्नु होला। आज मलाई खासै पहिला त कस्तो रमाइलो लाग्थ्यो तर आज कस्तो लाग्दैछ हेर्न सक्नुहुनेछ। यहाँ यस्तो छ म त ब्याउँदिनँ पनि हो।
हो कस्तो मजा आउँछ है यस्तो घुमाउनु। काठमाडौँ हेर्न सक्नुहुनेछ। ओ दुधी हातले मङ्की त प्रशस्ति छ कि। देख्न सक्नुहुने हो यहाँबाट यति धेरै भ्यूहरू देख्न सकिन्छ। काठमाडौँमा यति धेरै भ्यू देख्न सक्नुहुनेछ। हेर्न सक्नुहुनेछ यस्तो छ यतिमाथि। म त नभ्याउँदैन नि रहेछ। यता पनि छ। हेर्न सक्नुहुने यत्रो धेरै भिड तर कालो निकालेको हामीले केही पनि देखेकै छैन। बाट तल आइसक्यौँ होइन। अब चाहिँ हामी माथि झरेर आइसक्यौँ। यस्तो छ आजको दिन यसरी नै हाम्रो दिन कट्ला। फोटो खिच्ने मान्छे चाहिँ क्यामेराम्यानको पछि लाग्दै हिँडेका छन्। फर्किसक्यौँ हेर्दै गर्नु होला भनेर अहिले मान्छे तर्स्यो भने। अनि फर्किसक्यौँ हेर्दै गर्नु होला। जाँदैछौँ हामी। ब्लगरले चाहिँ दान गरिसक्नु भएको छ ग्याङहरू। वाउ अरू A few moments later. फाइनली हामी चाहिँ यहाँ 22 धारा आइसकेको छौँ। महास्वयम्भूबाट एकछिन यहाँ पनि बसेर जाने भन्ने कुरो भयो। हामी आइसक्यौँ। यहाँ हेर्न सक्नुहुनेछ। देख्न सक्नुहुनेछ। रात परिसक्यो अब त। हेर्न सक्नुहुनेछ। यस्तो छ। नखिच्ने हो उहाँ हाम्रोमा यस्तै छ। यस्तै 3वटा छ। हेलो म चाहिँ रुम आइसकेँ होइन। 22 धारादेखि पठाउमा आएको थियो। आज भिडियो खासै राम्रोसँग बनाउनु पाइनँ कि गाडी अब त्यो बसहरूमा हिँड्यो भने आफूलाई कस्तो भमिटहरू आउनु लाग्छ कि त्यही भएर नि म खास भिडियोहरू बनाइनँ। आजको भिडियो चाहिँ जस्तो छ हजुर सबैजनाले हेरेर साथ सपोर्ट र माया गरिदिनु होला। बाई बाई।